पाकेको फर्सी खाने है आज। पाकेको फर्सी पहिला काट्ने चाहिँ कसरी हो पहिला भेट्नु फाल्नुपर्छ क्या। अनि यसलाई यसरी काट्ने कसरी काट्ने हो। फर्सी काट्न नि आउँदैन त। ल यसलाई पाखा लगाइदिउँ होइन, फेरि यसलाई चिर्नु पर्ला नि त। यसरी तास्ने रहेछ हो। यो गुदी त फाल्नुपर्छ होला नि, मेरो गुलियो हुन्छ होला। तासेको चाहिँ प्लेटमा राख्नु पऱ्यो नि होइन साथीहरू। यसरी चाहिँ तास्नु पऱ्यो क्या। मलाई लामो तास्नु असिलो भयो। प्लेटमा राख्दैछु मैले तासेर। मलाई चाहिँ यस्तो अर्ग्यानिक तरकारीहरू मनपर्छ क्या। त्यही भएर फर्सी खानुपर्छ। फर्सी खाएर फेरि मान्छेले स्वास्थ्यको लागि एकदम राम्रो हो नि। खानी नै फर्सी हो। म त पाके फर्सी त देख्नै हुँदैन, देखेपछि ल्याइहाल्ने हो, बजाइहाल्ने हो। आज एकदम मिठोसँग खाइन्छ फर्सी। फर्सी पकाएपछि मलाई दाल पनि चाहिँदैन। काट्दा चाहिँ झ्याउला मान्छेहरू त बोक्रै खाँदो रहेछ होइन। तर हामी चाहिँ बोक्रा खान सक्दैनौँ नि त। धेरै पनि चाहिँदैन होला। अब खानी त दुईजना छ, तर मेरो बुढो राजा चाहिँ खानुहुन्न क्या यस्तो फर्सीहरू। आज यस्तो मिठोसँग बनाउँछु कि म यो फर्सीलाई मेथी पड्काउँछु, अनि त्यो मधेसी सुप पड्काउँछु, खुर्सानी पड्काउँछु। यस्तो मिठोसँग बनाउँछु कि आज यो फर्सीलाई मासु जस्तो बनाउँछु, मासु जस्तो। ल अब यति भयो त मलाई त पुगिहाल्यो होइन। बुढोले खानुहुन्न। बुढोलाई चाहिँ यहाँ के छ म देखाउँछु है तपाईँहरूलाई। मेरो बुढोले चाहिँ यहाँ मासु फ्राई गरेर राखिदिएको छ होइन। अनि यो अन्डा उसिनेर रातो बनाएर फ्राई बनाइदिने, अनि थोरै रायो साग बनाइदिने। आफ्नै बारीको रायो साग यस्तो राम्रो छ। अब बुढाबुढी दुईजना भयो नि के काम, एउटै भान्सा चल्दैन हाम्रो त। यस्तो गाह्रो छ कि